यत्रो देशभरिका साथीहरूले भनेको कुरालाई एकपटक सुन्ने प्रयास गरिएन। उनले जे भने त्यो हुनुपर्छ भन्ने छैन, उहाँले जे भन्नुभयो त्यो हुन्छ भन्ने पनि छैन, नहुन सक्ला नि त। तर एकपटक सुन्ने प्रयास पनि भएन, एकपटक संवाद गर्ने प्रयास पनि गरेन भने पो बरु पार्टी टुट्ला। पार्टी टुट्ने भनेको चाहिँ केवल औपचारिक रूपमा पार्टी टुट्ने, पार्टीको कार्यकर्ताहरूको विश्वास टुट्ने कुरा हो नि त, पार्टीको साथीहरूको मन टुट्ने कुरा हो नि त। हामी निर्वाचनमा जानुभन्दा पहिला अधिवेशन गर्नै पर्छ, पार्टीको नेता र नीति बदलिनुपर्छ भन्ने आवाज उठाएर आएको साथीहरूलाई हामी जुन निर्णयमा पुगे पनि उनीसँग बसेर कुरा गरेर संवाद गरेर त्यो कुरा सुनेर एक ठाउँ आयो भने पो पार्टी एक ठाउँ रहन्छ, पार्टीको साथीहरूको मन एक ठाउँ रहन्छ। यो कहाँबाट सुरु भएको हो भने, म फेरि दोहोऱ्याउँछु, यो कहाँबाट सुरु भएको हो भने यो कार्यालयमा पार्टीको हामीभन्दा धेरै नयाँ पुस्ताको साथीहरू आइसक्नुभयो। हाम्रै पुस्ताको साथीहरूलाई पनि यहाँ चाहिँ हामी महामन्त्री भएर आयौँ, यसलाई एक तरिकाले यसलाई स्वीकार गर्न नसकिएको, मैले त्यो कुरा भन्नै पर्छ, स्वीकार गर्न नसकिएको। त्यो कारणले गर्दाखेरि त्यो विशेष महाधिवेशन माग्ने त हामी होइन नि त। मैले आज सम्झाएँ उहाँहरूलाई, हामी होइन, त्यो त हामीहरूभन्दा पनि धेरै सिनियर नेताहरू रहेको, सिनियर जुनियर सबै 40% बढी मान्छेहरू यत्रो ठुलो सङ्ख्यामा छ। हामीहरूलाई यो दुईवटा महामन्त्रीहरूसँग जोडिएको छ, त्यस कारणले गर्दा यसलाई पेल्नुपर्छ, ठेल्नुपर्छ भन्दै गर्दाखेरि त्यो ख्यालै गरिएन। हामीले त सङ्ख्याको आधारमा यहाँ पेल्ने ठेल्ने काम त वर्षौँदेखि भइ नै रह्यो। हामी कति ठाउँ लड्यौँ, कति ठाउँ सकेनौँ, कति ठाउँ हामी आफै पनि हार्यौँ होला, कति ठाउँ लाचार भयौँ होला, कति ठाउँ चुक्यौँ पनि होला, चुक्यौँ नै। तर त्यो यो पटक के ठानियो भने यो दुईवटा महामन्त्री हुन्, यिनलाई पेल्नुपर्छ भन्दै गर्दा त्यो पेल्नुपर्छ भन्दै गर्दा उहाँले यो हदसम्म ठाउँसम्म पुग्ने अवस्था बन्यो। त्यसले आज फेरि उहाँलाई भनेका छौँ, तपाईँले लेखेको कुरा गलत, फरक विधान सम्मत छैन, यसमा हाम्रो फरक मत छ। यहाँ सहमन्त्री फर्मुला मन्सुर हुनुहुन्छ, उहाँले पनि आफ्नो विचार त्यही ढङ्गले राख्नुभएको छ, यो विधान सम्मत छैन। त्यसैले हामी फेरि अनुरोध गरेका छौँ कि 27 र 28 गते भनेर जुन आयोजना भएको छ, त्यो आयोजना कसले गर्यो भन्दै गर्दा आज मैले त्यो कुरा भनेको छु विधानमा कि मलाई देखाइदिनुहोस् 40%ले माग्यो भने आयोजना गर्नुपर्छ अनिवार्य भनिएको छ। त्यो केन्द्रले आयोजना गरेन भने के गर्ने काहीँ पनि लेखिएको छैन। त्यसो भने त भोलि त हामीहरू यस्तो अवस्थामा त यो अधिकारको प्रयोग कसले गर्ने? स्वाभाविक रूपमा यो हुन्छ, किन यस्तो लेखेन होला त भन्दै गर्दा, किनभने केन्द्रीय कार्य समितिले यस्तो गर्ला भन्ने कल्पना गरिएन। केन्द्रीय कार्य समितिले यस्तो गर्ला भन्ने कल्पना नगरिएको कारणले गर्दा लेखिएन। त्यसैले साथीहरू आफूले यसको आयोजना गर्नुभएको छ, त्यसमा हामी सहभागी हुन्छौँ। देशभरिका साथीहरूलाई आह्वान गरेका छौँ, सबै साथीहरू आउनु विश्वास छ। र आज फेरि मैले भनेको छु कार्यवाहक सभापति मार्फतबाट पार्टी सभापतिजीलाई पनि यो कुरा पुर्याइदिनु होला। अहिले पनि हामी अपेक्षा गर्छौँ पार्टी सभापति 27 गते त्यो पार्टीकै साथीहरूले गरेको आयोजना हो, विधानसम्मत आयोजना हो, त्यो अधिवेशनमा उहाँ सहभागी हुनुपर्छ। त्यो अधिवेशनमा साथीहरू उहाँ सहभागी हुने कुराले यसले उहाँको पनि मान बढाउँछ, त्यो अधिवेशनलाई सहजतापूर्वक सम्पन्न गर्ने कुरामा पनि मद्दत पुर्याउँछ। त्यसैले यहाँबाट बसेर हामीले अधिवेशनको साथीहरूलाई फिर्ता लिऊ भनेर अपिल गर्ने भन्दा पनि यहाँबाट निर्णय गरेर यो अधिवेशन हाम्रो हो, केन्द्रीय कार्य समितिले